अहिलेसम्म म यो 5 वर्षको बिचमा 2 ठाउँ गएको छु। एकजनाको बिहेमा, त्यो पनि लोकसभाको अध्यक्षको छोरीको बिहेमा, र एकजनाको चाहिँ गाउँले मरेकोमा गएको छु। त्यहाँभन्दा पछाडि म किन गइनँ भन्दा त्यो पनि मेरो लागि चाहिँ अप्ठ्यारो भयो के। किन त्यहाँ पनि हामीले मुद्दा लगाएकै साथीहरू चाहिँ आइपुग्नु भयो। त्यो कारणले गर्दा म यसमा जानु हुँदैन भनेपछि म त्यो घरबाट निस्केकै छुइनँ। प्रधानमन्त्रीबाट बोलाएको कुरोलाई उल्लेख गर्नुभयो, मैले त्यसको जवाफ दिइसकि नै हालेँ। अब उहाँले त्यो अघि जलरी सलरीको भन्नु, जलरीको पनि मुद्दा हामीले लग्योहोरी, त्यो पनि अदालतबाट चाहिँ फैसला पनि भइसक्यो, हामी पुनरावृत्ति पनि गइसकेका छौँ। मुलुक बाहिर हुने भ्रष्टाचार चाहिँ भन्दा पनि मुलुक बाहिर हुने चाहिँ डिलिङ हो। मैले पनि यो कुरा पहिला पनि गरेको हो। हामीले तपाईँको यही दौरानमा 77 देखि 82 को दौरानमा तपाईँले हेर्नुहोस्, त्योभन्दा अगाडि मुद्दा लान्थे लगेको मुद्दाहरू हेर्नुहोस्, सानो सानो केसहरू छन्। स्टिङमा पनि 1000 देखि तपाईँको 10,000 सम्मको छ। अहिले 10,000 भन्दा तलको चाहिँ स्टिङै नगरौँ, बरु त समातेर चाहिँ पुलिसलाई जिम्मा लगाइदिउँ भन्ने खालको चाहिँ एउटा अन्डरस्ट्यान्डिङमा पनि बसिरहेको अवस्था छ। हेल्थ इक्विपमेन्टमा सबैभन्दा ठुलो, मेडिसिनमा सबैभन्दा बढी चाहिँ करप्सन चाहिँ हुँदो रहेछ। त्यसमा चाहिँ बढी मार्जिन हुँदो रहेछ एउटा। दोस्रो कुरा यो चाहिँ नि तपाईँको चाहिँ आइटीको इक्विपमेन्ट सफ्टवेयर खरिद यसमा हुँदो रहेछ। आइटीको सेक्टरमा विकल्प पौडेल र सुनिल पौडेल, जसले सिङ्गापुरमा र अमेरिकामा चाहिँ पैसा चाहिँ लगेर चाहिँ उनीहरूले चाहिँ रकम चाहिँ त्यहाँबाट चाहिँ डिलिङ गरेको अवस्था हो। अब यो करप्सन सुनको कुरा गर्नुभयो होला, अब सुन कोड अफ कन्डक्टको कुरा पनि गर्नुभएको थियो उहाँले। कोड अफ कन्डक्टमा ठिकै हो, हाम्रो आफ्नो कोड अफ कन्डक्ट छ, अख्तियार दुरुपयोग आएको हाम्रो कोड अफ कन्डक्ट। हामीले चाहिँ कर्मचारीलाई पनि तपाईँहरू चाहिँ यहाँ आएको दिनदेखि यहाँ बसिन्जेलसम्म तपाईँहरू धेरै चाहिँ सोसियल आफ्नो फङ्सनमा चाहिँ जानुहोस्, अन्यत्र कहीँ पनि नजानुहोस् भन्ने लेखेकै छ। यदि गएको थाहा भयो भने हामी उहाँहरूलाई स्पष्टीकरण सोध्छौँ। अर्को पदाधिकारीलाई पनि त्यही लागु हुन्छ। र चाहिँ म मेरो बारेमा भन्नुपर्दाखेरि अहिलेसम्म म यो 5 वर्षको बिचमा 2 ठाउँ गएको छु। एकजनाको बिहेमा, त्यो पनि लोकसभाको अध्यक्षको छोरीको बिहेमा, र एकजनाको चाहिँ गाउँले मरेकोमा गएको छु। त्यहाँभन्दा पछाडि म किन गइनँ भन्दा त्यो पनि मेरो लागि चाहिँ अप्ठ्यारो भयो के। किन त्यहाँ पनि हामीले मुद्दा लगाएकै साथीहरू चाहिँ आइपुग्नु भयो। त्यो कारणले गर्दा म यसमा जानु हुँदैन भनेपछि म त्यो घरबाट निस्केकै छुइनँ। त्यही हो। त्यसैले म यो पनि तपाईँलाई चाहिँ भनिदिन्छु। अर्को हाम्रो माननीय अर्जुन सिंह केसीको कुरो छ। अब यो संवैधानिक दायित्व स्वच्छ भन्नुभयो, त्यो त स्वच्छ र चाहिँ इन्डिपेन्डेन्टै हुनुपर्छ भन्ने कुरा राख्नु भएको छ। उहाँले पनि त्यही अघि प्रधानमन्त्रीबाट बोलाएको कुरोलाई उल्लेख गर्नुभयो, मैले त्यसको जवाफ दिइसकि नै हालेँ। अब उहाँले त्यही अघि जलरी सलरीको भन्नु, जलरीको पनि मुद्दा हामीले लग्योहोरी, त्यो पनि अदालतबाट चाहिँ फैसला पनि भइसक्यो, हामी पुनरावृत्ति पनि गइसकेका छौँ। त्यसैले गर्दा उहाँले भनेका धेरै केसहरू गइसकेकै अवस्था हुन्। नीतिगत निर्णय भनेको मैले भनिसकेँ। जनशक्ति अब आएको अपेक्षाको सम्बन्धमा उहाँले कुरो चाहिँ राख्नुपर्छ भन्ने कुरो हो। अब हामीले पनि अहिले माननीय सदस्य पार्टी अध्यक्षज्यूले भन्नुभयो जस्तै हामीले क्याडर बनाउने कि आएको चाहिँ कमिसन क्याडर बनाउनु पर्छ कि जस्तो लागेर हामीले त्यो सोच पनि बनायौँ। अब त्यहाँ 2टा धार भयो, हामीले ऊ पनि गरायौँ, अनुसन्धान पनि गरायौँ, के अरे त्यसको चाहिँ प्रतिवेदन पनि बनायौँ। 2टा धार के भयो, यदि क्याडर डेभलप गर्यो भने त्यो मान्छे त्यहाँ चाहिँ यस्तो हुन्छ कि खम्बा त्यो जति अटोक्रेटिक कोही हुँदैन भन्ने एउटा धारा आयो। र उसले चाहिँ त्यो अटोक्रेटिक उसलाई त कसैले केही नै गर्न सक्दैन भनेपछि खम्बा भएर बस्दा झन् बढी करप्सन हुन्छ कि भन्ने खालको चाहिँ एउटा सिद्धान्त आयो। अर्को चाहिँ तपाईँको नबनाउँदाखेरि फुत्त चाहिँ सर गरिदिन्छन्, भर्खर सिकेको हुन्छ अनि गइहाल्छ भन्ने भयो। अब के गर्ने त भन्दा मजदारमा बिचमा चाहिँ जानुपर्छ कि भन्ने खालको पनि हामीले चाहिँ सोचेर यदि आएको कर्मचारीहरूलाई चाहिँ एउटा चाहिँ संरक्षण गरोस्, 5 वर्ष या 7 वर्ष चाहिँ तपाईँको चाहिँ एउटा सम्म चाहिँ सर गर्न नपाउने एउटा त्यो पनि राख्न सकिन्छ कि भन्ने भयो। अर्को कुरो यो समूह जस्तो राजस्व समूहमा उपसचिवसम्म छ, त्यस्तै गरेर चाहिँ अन्यमा पनि समूह छ भने सेक्सन अफिसरबाट उपसचिवसम्मलाई चाहिँ त्यो क्याडर डेभलप गरेर त्योभन्दा माथि चाहिँ खोल्ने हो कि। अब यो खालको चाहिँ उसमा हामी बसिसकेपछि अब यो कुरो चाहिँ अब फेरि यतापट्टि हाम्रो चाहिँ जुन सामान्य प्रशासनमा हामीले छलफल गर्न ल्याउँदाखेरि पहिला
गर्न ल्याउँदाखेरि त्यसमा चाहिँ तपाईँको यही यिनीहरूले समूह बनाएर फेरि आफू चाहिँ एकदम सबैभन्दा शक्तिमान हुन आँटे भने जस्तो चाहिँ कुरा आइसकेपछि हामीले अब बिचैमा बसेर अब जे छ त्यसमा चलौँ त भनेर अहिले रहेको जस्तो, तर पनि 5 वर्षसम्म चाहिँ नचलाउने खालको चाहिँ राख्यो भने ठिकै हुन्छ। यदि कारबाही यदि तपाईँको कुनै चाहिँ त्यसले चाहिँ गल्ती गरेछ भने त्यसलाई चाहिँ पञ्चायत दिने भन्ने खालको कुरो चाहिँ गर्दाखेरि हुन्छ भन्ने चाहिँ लाग्छ हामीलाई। सर्टेन पिरियडसम्म सर्व चाहिँ नगर्ने भन्नेको। अब यो मुलुक बाहिर हुने भ्रष्टाचार चाहिँ भन्दा पनि मुलुक बाहिर हुने चाहिँ डिलिङ हो। मैले पनि यो कुरा पहिला पनि गरेको हो। हामीले तपाईँको यही दौरानमा 77 देखि 82 को दौरानमा तपाईँले हेर्नुहोस्, त्योभन्दा अगाडि मुद्दा लगेको मुद्दाहरू हेर्नुहोस्, सानो केसहरू छन्। स्टिङमा पनि 1000 देखि तपाईँको 10,000सम्मको छ। अहिले 10,000 भन्दा तलको चाहिँ स्टिङै नगरौँ, बरु चाहिँ समातेर चाहिँ पुलिसलाई जिम्मा लगाइदिउँ भन्ने खालको चाहिँ एउटा अन्डरस्ट्यान्डिङमा पनि बसिरहेको अवस्था छ एउटा चाहिँ। दोस्रो कुरो तपाईँको चाहिँ यो जुन मुलुक बाहिरको भ्रष्टाचारको सम्बन्धमा हामीले यो हेल्थ इक्विपमेन्टमा सबैभन्दा ठुलो, मेडिसिनमा सबैभन्दा बढी चाहिँ करप्सन चाहिँ हुँदो रहेछ, त्यसमा चाहिँ बढी मार्जिन हुँदो रहेछ एउटा। दोस्रो कुरा यो चाहिँ नि तपाईँको चाहिँ आइटीको इक्विपमेन्ट सफ्टवेयर खरिद यसमा हुँदो रहेछ। त्यसमा हामीले चाहिँ ठुलो चाहिँ सुरुवात गरेको त्यहाँ हो मुद्दा। त्यसमा तपाईँले सुन्नुभयो होला, त्यो चाहिँ आइटीको सेक्टरमा विकल्प पौडेल र सुनिल पौडेल, जसले सिङ्गापुरमा र अमेरिकामा चाहिँ पैसा चाहिँ लगेर चाहिँ उनीहरूले चाहिँ रकम चाहिँ त्यहाँबाट चाहिँ डिलिङ गरेको अवस्था हो। र अहिले अब हाम्रो एमएलए छैन, म्युचुअल लिगल एसिस्टेन्ट ल चाहिँ छ, तर बाइलेटरल एग्रिमेन्ट सिङ्गापुरसँग पनि छैन, अमेरिकासँग पनि छैन। जबसम्म एमएलए हामीसँग छ, फोकल पर्सन मिनिस्ट्री अफ ल हो, तर त्यो बाइलेटरल एग्रिमेन्ट नभएसम्म उनीहरूले हामीसँग कुरा गर्न पनि चाहँदैन। पहिला बाइलेटरल एग्रिमेन्ट गर, अनि तेरो भएको रकम फिर्ता चाहिँ हुन्छ, गर्न सकिन्छ। त्यसपछि यदि करप्सन गरेकै मनी हो भने, होइन भने तपाईँको चाहिँ हामी जवाफ पनि दिन्नौँ भन्ने खालको चाहिँ छ। तर पनि अमेरिकाले अलिकति सहजीकरण गरेर अमेरिकाले चाहिँ यति पैसा चाहिँ विकल्पको चाहिँ छ है भनेर पठाइदियो एकपटक। सिङ्गापुरकोले पनि एकपटक पठायो। दोस्रो पटकदेखि अब अहिले उनीहरूले त्यो रकमको बारेमा हामीले सोद्धाखेरि जवाब पनि दिँदैन, फोन पनि उठाउँदैन, रेस्पोन्स पनि गर्दैनन्। र तिमीहरूको टाइम भनेको यही चाहिँ नि अब सेप्टेम्बर 15 भन्दा अगाडि चाहिँ तिमीहरूले केही थप प्रमाण दिएर तिमीहरूको बाइलेटरल एग्रिमेन्ट भयो भने दिन्छौँ, नभएदेखि यो चाहिँ डिस्पोजल हुन्छ केस भन्ने सम्मको चाहिँ तपाईँको चिठी पत्रचार गरेको अवस्था छ। त्यसैले हामीले कुरा गर्छौँ स्विस ब्याङ्कको कुरा, उसको कुरा, अस्ट्रेलियाको कुरा, होला बेलायत कहाँ राखेको छ भनेर, तर हामीले यो राष्ट्र ब्याङ्कले मागेर पनि दिँदो रहेछ। राष्ट्र ब्याङ्कलाई पनि गुहारेको हामीले। राष्ट्र ब्याङ्कको त्यो चाहिँ ले उनीहरू ब्याङ्कसँग चाहिँ उसको चाहिँ तपाईँको म्युचुअल चाहिँ उनीहरूको चाहिँ उता हुन्छ, तर आफ्नो ट्रान्जेक्सनको उसमा मात्रै। यो करप्सनको केसमा यो चाहिँ ड्रग्स मनी यो अर्कोमा हामीलाई दिँदैन, इन्टरपोलबाट पनि यिनलाई पनि दिँदैन। त्यसैले सबभन्दा ठुलो कुरो बाइलेटरल एग्रिमेन्ट गर्नुपर्छ एमएलए थ्रु सबै कन्ट्रीसँग। त्यसपछि मात्रै हामीले पनि इन्फर्मेसन दिने र उनीहरूले पनि लिने र चाहिँ कति छ त्यो खालको चाहिँ तपाईँको हुन्छ। त्यसैले त्यसमा हामीले जोड गर्नुपर्ने।